नेपालको सुन्दर पर्वतीय जिल्ला म्याग्दी प्राकृतिक सौन्दर्य, नदीनाला र हिमालको गोदमा बसेको भूमि। यहाँको बेनी बजारबाट सुरु हुन्छ हाम्रो यात्रा एक अद्भुत स्थानतर्फ, सिंह तातोपानी। बेनी बजारदेखि करिब 9 किलोमिटर पश्चिमतर्फ जाने हो भने सिंह तातोपानी पुग्न सकिन्छ। सडक यात्रा सुन्दर र रमाइलो, हरियाली वन, खोला, गाउँका दृश्यले कसको मन नलोभ्याउला र। झन्डै 30-35 मिनटको यात्रापछि हामी पुग्छौं सिंह गाउँ। सिंह गाउँ प्रवेश गरेपछि टाढेबाट उठेको बाफ र सलल्ल बग्ने पानीको ध्वनि सुन्न सकिन्छ। यहाँको प्रसिद्ध तातोपानी कुण्ड प्राकृतिक रूपमा निस्केको सल्फरयुक्त तातोपानी शताब्दीौंदेखि मानिसहरूको स्वास्थ्य उपचारको केन्द्र बन्दै आइरहेको छ। म्याग्दीको यो तातोपानी कुण्ड, तातोपानी कुण्ड भनेर पनि देख्न सकिन्छ। हट स्प्रिङ वाटर, पानी मुनिबाट जमिनबाट चाहिँ तातोपानी आइरहेको छ। यहाँ बिरामीहरू, धेरै वर्षदेखिका बिरामीहरू पनि यो कुवामा डुब्न भनेर आउनुहुन्छ रहेछ। जस्तो बेनीदेखि लगभग हामी 9 किलोमिटरको यात्रा यो म्याग्दी खोला हुँदै यहाँ आयो भने चाहिँ हामी यहाँ नजिकै रहेछ। अब बाटो पनि राम्रो छ, पिच बाटो, तपाईँहरू पनि आउनु होला। यहाँ चाहिँ धेरै मान्छेहरू धेरै टाढा टाढाबाट पनि यहाँ उपचारको लागि कुण्डमा 8-9 दिनसम्म बस्नको लागि आउनु हुँदो रहेछ। यहाँको दृश्य देख्दाखेरि पनि एकदमै रमणीय छ। म्याग्दी खोला, यतापट्टि म्याग्दी खोला बगिरहेको छ। स्थानीयको भनाइअनुसार यो तातोपानी सदियौंदेखि यहाँ बगिरहेको छ। मानिन्छ यो पानीमा नुहाउँदा छाला रोग, जोर्नी दुखाइ र शरीरका थकान मेटिन्छ। धेरै मानिसहरू वर्षेनी यहाँ स्नान गर्न आउने गर्छन्। उपचारको लागि मात्र होइन, शान्त र प्राकृतिक आत्मसात हुन पनि मानिसहरू यहाँ घुइँचो लाग्ने गर्दछ। त्यो ठिक भइरहेछ अहिले? आज आउनु भएको बल्ल? काठमाडौँ गएर अस्पतालमा उपचार गराउनु भयो? अस्पतालमा उपचार गरेर त्यहाँबाट भएन, यहाँ हुन्छ अरे भन्ने सुनेर आउनुभयो? सुधार हुन्छ, यो ग्यास्ट्रिक भयो। अब तपाईँको मर्केको, टुटे त यति हो नै होइन, बजार छाडिन्छ नि। कति बस्नुहुन्छ यहाँ? यहाँ अब 9-10 दिन। म त सालको एकपालि आउँछ। आइरहनुहुन्छ? अनि आएर 8-10 दिन बसेर जानुहुन्छ? 9 दिन हुन्छ। त्यो पहिलाकोले नि काम गरेको भएर फेरि आउनुभयो। सिंह तातोपानीमा अहिले स्त्री र पुरुषका लागि छुट्टा छुट्टी कुण्ड बनाइएका छन्। स्थानीय पालिकाले ठाउँको संरक्षण र सरसफाइमा विशेष ध्यान दिएको छ। नजिकै साना साना पसलहरू, होटेलहरू पनि छन्, जहाँ यात्रीहरूले खाना र बास बस्न सजिलै पाउने गर्दछन्। सिंह तातोपानी केवल एउटा कुण्ड होइन, यो प्रकृतिले दिएको उपहार हो। यसले शरीर मात्र होइन, मनलाई पनि ताजगी दिन्छ। यदि तपाईँले म्याग्दीको यात्रा गर्नुभयो भने बेनीदेखि केही मिनेटमै पुग्न सकिने यो अद्भुत स्थान सिंह तातोपानीमा अवश्य पनि भ्रमण गर्नुहोला भन्दै आजको भिडियोबाट बिदा लिन चाहन्छु। यस्तै जानकारीमूलक भिडियोको लागि मेरो च्यानलमा रहिरहनुहोला। अन्य नयाँ ठाउँको भिडियोहरू पनि लिएर यहाँहरू माझ उपस्थित हुनेछु भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, नमस्ते।